यदि तपाईँ नेपाली हुनुहुन्छ भने यो ठाउँ हेरेपछि तपाईँको शिर पक्कै पनि गर्वले ठाडो हुनेछ। यो यस्तो एउटा विदेशी भूमि जहाँ यदि तपाईँ नेपाली हो भने मात्र ससम्मान निशुल्क प्रवेश दिइन्छ। यहाँसम्म कि यसै ठाउँको स्थानीय नागरिकले पनि प्रवेश शुल्क तिरेपछि मात्रै भित्र जान पाउँछन्। यो कुन ठाउँ होला त? गेस गर्न सक्नुहुन्छ? अहिलेलाई म तपाईँलाई यति मात्र भनिदिउँ कि म चीनको राजधानी बेजिङमा छु। आउनुहोस्, म भित्रै लगेर तपाईँहरूलाई देखाउँछु। अब म चाहिँ यो टिकट काउन्टरमा आइपुगिसकेको छु है। एकचोटि हेरौँ यहाँ के गर्नुपर्ने रहेछ। 你好。对，尼泊尔的。那个尼泊尔人吗？可以的，हजुर护照就在这儿谢谢。ल हेर्नुहोस् त, मैले चाहिँ यो फ्री टिकट है, निशुल्क प्रवेश टिकट मैले प्राप्त गरिसकेँ नेपाली भएको नाताले। अब तपाईँहरूलाई लाग्दो हो यो ठाउँमा त्यस्तो के छ, किन नेपालीहरूलाई त्यस्तो विशेष सम्मान? त्यसको कारण त्यहाँनिर छ। हेर्नुहोस् त, त्यो सेतो संरचना जुन देखिराख्नु भएको छ त्यो चाहिँ राजधानी बेजिङ सहरकै महत्त्वपूर्ण प्राचीन संरचना हो र त्यो म तपाईहरुलाई भन्दिउँ एक नेपालीले बनाएका थिए। त्यो पनि आजभन्दा 712 वर्ष अगाडि। पत्याउनुहुन्छ? आउनुस्, तपाईहरुलाई म अझै नजिकबाट देखाउँछु। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ जताततै नेपाल झल्किने खालका मूर्तिकला, काष्ठकला, चित्रकला, लिपिहरू छन्। अनि मलाई यहाँ आइसकेपछि चाहिँ कता कता नेपाल आइपुगेको जस्तो पनि भान हुन्छ। त्यसैले मैले भन्ने गर्छु यो चाहिँ चीनभित्र रहेको मिनी नेपाल। अब हेर्नुस् त, यो उनै नेपालीले बनाउनु भएको श्वेत चैत्य। करिब 51 मिटर अग्लो यो संरचना म तपाईहरुलाई भनिदिउँ, त्यस बेला राजधानी बेजिङ शहरकै सबैभन्दा अग्लो संरचना थियो। आजको हिसाबमा भन्ने हो भने दुबई शहरको अग्लो टावर बुर्ज खलिफा भने जस्तै। त्यस बेला एक प्रखर नेपाली कलाकार, शिल्पकार, आजको शब्दमा भन्ने हो भने नेपाली इन्जिनियरलाई यहाँ झिकाएर बनाइएको संरचना हो। को हुन् त ती महान व्यक्ति? आउनुस्, म तपाईहरुलाई देखाउँछु। ती महान व्यक्ति उहाँ नै हुनुहुन्छ। हामी सारा नेपालीको शान, हाम्रो राष्ट्रिय विभूति कलाकार अरनिको। सन् 1260 मा त्यस बेलाका चिनिया राजगुरुको निमन्त्रणामा उहाँ पहिलोचोटि चीन आइपुग्नु भयो। स्मरण रहोस्, त्यति बेला पनि चीन शक्तिशाली र विशाल राज्य थियो। पछि त्यसै बखतका चिनिया सम्राट कुबलाई खाँले पनि उहाँको कलाबाट प्रभावित भई राजधानी बेजिङ शहरको यो मध्य भागमा यो श्वेत चैत्य बनाउनको लागि आह्वान गरे। हेर्नुस् त, त्यस बेला हामी नेपाली पनि कम त रहेनछौँ नि है। भनिन्छ पछि अर्निकोले चीनकै सरकारी पदमा रहेर पनि लामै समयसम्म काम गरे र अन्य विभिन्न ठाउँमा यस्ता किसिमका कलाकृतिका संरचनाहरू बनाएर चीनमा नेपालको कला संस्कृतिको प्रचार